हेलो नमस्ते वेलकम टु माई ब्लग है। आज चाहिँ शिशुस्थानी समाप्ति हेर्नुहोस् मम्मी, शिशुस्थानीको व्रत समाप्ति। अनि हाम्रो मम्मी यहाँ सेल पकाउँदै हुनुहुन्छ। बिहान जुलुक्क उठेर हामीले बिहान नुहाएर मम्मी सेल पकाउन सुरु गर्नुभयो। ल आजको दिन बेलामै अब सेलरोटी हाल्ने सजिलो तरिका सिकाउनु छ। गोलो रोटी म चाहिँ प्रसादी काट्दैछु फलफुल। ठुलमम्मीसँग गफ गर्दै गर्दै। ठुलमम्मी कस्तो लागिरहेछ त नि सुस्तानी सँगै गर्न पाउँदा? मेरो जेठी बुहारीले पकाउनु भएको सेल फर्स्ट ट्राई ल भाइ ठुलमम्मी सँगै मिठो कति ल अब एउटा हाल्नु। तिमीले झन् टाउको भ्याकुटो बनायो। ल बन्ने अब बन्ने लान्छु भयो। त्यहीँ कोर गर्ने अहिले पिठो त्यहीँ कोर क्या। म यतैपट्टि बस्छु यतैबाट हाल्छु न। कस्तो फिल भइरहेको त पहिलोचोटि सेल हाल्दा? तर सोचेर म चाहिँ घन्टाउ कि साथीहरू यस्तो भएको सेल चाहिँ त्यो सबै मेरो बुवा। ल हाम्रो चाहिँ चिया खाने बेला भयो है फाइनली। अन्त मेरो बुढा चाहिँ बेसन बनाउँदै हुनुहुन्छ। यता हाम्रो फुपूले चाहिँ अघि पकाएको भाँडाहरू लिएर आउँदै हुनुहुन्छ। फुपू के पाक्यो? के पाक्यो? यहाँ अचारको लागि रेडी हुँदैछ है। अनि यतातिर खिर बनाएर राखिसक्नु भयो। यता खाँदै पनि हुनुहुन्छ। यता तरकारीको लागि रेडी छ। अनि तपाईँलाई सोधेको हो नि त। यता हाम्रो पूजा सुरु हुन लागेको छ। लगाइदियो बाबु। यसले फेरि मैले जे हो नि त्यही गर्ने भन्छ। नाति त हो। ल नातिले लाउने हस्। अब आमाले पनि एउटा लाउने। ओम नमोभ्यः श्रीमतीभ्यः सौरभेभ्यः च नमो ब्रह्म सुतावस पवित्राभ्यो नमो नमः। ओम इरावती धीर्मती युवती श्रीवासिनी। अलिकति फुल पनि राखिदिनु होला। थोरै आवश्यकता यसो मलाई अलिकति छाडिदिनुहोस्। ओम कृष्णेन रजसा वर्तमानो निवेशेन मृतं मर्त्यञ्च हिरण्येन सवितरथेन देवजाति भुवनानि पश्यन्। थोरै छ त्यहाँबाट पवित्र अर्को त किरा लाएर कस्तो भयो? त्यो किरा लाएर त्यो मान्छे ज्यादा आएको त्यो फुटेको होइन। काडेको दिले कहिले आएर बजाउनु जस्तो महालक्ष्मी प्रसिद्ध शिवजीलाई रक्षन् उत ल अब दोहोऱ्याएर गुरुबाली लगाइदिनुहुन्छ। त्यही भए बस ल। अलिखेर लास्ट टाइममा खतरा टिका लगाइहाल्छ नि। होइन अहिले नि ल लाउने। ल बुहारीहरूको इच्छा पुरा गरिदिनु पर्यो। ढिलै भयो नि अब गुरुबा। सफला सन्त पूर्णा सन्त मनोरथ शत्रुणं बुद्धिनाशस्तो मित्राणाम उदयोतो वा अव्याधीन शरीरेण मनसा च निराधीनं पूरयन् मर्थनामस्तु तं जीवं शरदं शतं। श्रीर्वत्समा सौख्यं पवमानं महीयते धनं धान्यं पशुं बहुपुण्यलाभं शतं सम्पत्ति। थ्याङ्क यू। म चाहिँ आधी पूजा रोकेर आएको छु। मेरी छोरी कान्छी छोरी उठेर रोएर यता पूजा चल्दैछ। मेरी कान्छी छोरी रोएर बुबु खुवाउन आएको। म चाहिँ अब पूजा छोडेर ध्यान हुनुभएछ। नमराजले घरमा आई मलाई सारा वृत्तान्त सुनायो अनि मैले श्री सुस्तानी परमेश्वरीको प्रसाद दिए। हे पुत्र नमराज, हरिहरका वरदानले लावण्य देशको राजा बनेछ भनी आशीर्वाद दिएर यहाँ पठाए। उनै ईश्वरीको कृपालाई यो ऐश्वर्य पाए सुखी भयौँ। अब पनि बाँचुन्जेलसम्म सधैँ श्री सुस्तानी परमेश्वरीको कृपाले यस लोकमा सुख सन्तोष र सम्पत्तिको भोग गरे। परलोक
शिवपुत्र स्कन्द कुमारले अगस्त्य मुनिलाई सुनाएर सोही कथा यहाँ पनि यथामति विस्तार गरियो। हरि ओम तत्सत इति श्री स्कन्द पुराणे केदार खण्डे माघ मासे कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रतकथायां चन्द्रावती गोमा पूर्वकृत वृत्तान्त श्री स्वस्थानी व्रत वृत्तान्त वर्णनौ नाम 31 स्वयं शोभरहितो ब्रह्मणा सन्तु निर्भया पुत्रा पुत्रणा सन्तु पौत्रणा निर्धना सुधना सन्तु जीवन्तु शरदं शतं तत्रैव गङ्गा च यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राचितोदार कथा प्रसङ्ग या कुन्दन्तु बसारहार धवला या सूर्यमष्टाभिता या वीणामणदण्डमण्डितकरा या शीतपद्मासना या ब्रह्माजित शङ्कराय प्रभृतिवैर्वेदै सदा वन्दिता सामं पातु सरस्वती भगवती निःशेषदाढ्यापः ॐ कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावात् करोमि यत् सकलं परस्मै नारायणायेति समर्पयेते श्रीस्वस्थानि देव्यै नमः। जलले 3 चोटि घुमाइदिनु अनि सेक्नु। ओम पाप ओम पाप कर्माणं पापात्मा पाप सम्भव प्रायणाम पुण्यविकाच विवेक हो यो विवेक जस्तो छ हो विवेक सेमै हो विवेक भन्छ सेम विवेक हो यो त यो विवेक नै सही हो टिटी लाउनी त नि बस न त बसी क्वालिटी माले बसी बसी है अनि फेरि डाके गुडिया हैन गुडिया लाग्दै बच्चा दुईटा हातले यस्तो गर्नुपर्छ हात यस्तो गर्नुपर्छ है नमस्ते गर्दा गुड बोय